हेलो एभ्रिवान, इट्स मी सुस्मिता अनि ह्याप्पी माघे सङ्क्रान्ति। म चाहिँ आज बिहानै उठेर नुहाएँ। यहाँ चाहिँ सेलरोटी पनि पाकिसकेको थियो। अनि यहाँ चाहिँ मेरो मम्मी पूजाआजा गर्नु भएपछि बाबालाई टिका लगाइदिँदै हुँदो रहेछ। पूजाआजा गरेपछि चाहिँ ठुला बडालाई ढोक्यौँ। अनि यहाँ चाहिँ मेरो दाइ भाउजूले मम्मी बाबालाई ढोक्दै हुनुहुन्छ। यो चलन चाहिँ हाम्रो पुर्खादेखि नै चलिआएको रहेछ। ठुला बडाको आशीर्वाद लिएर चाहिँ अब आउने दिन चाहिँ सुख शान्ति हुन्छ भन्ने कामना गर्नु हुँदो रहेछ। हाम्रो नेपालमा चाहिँ यति धेरै चाडपर्व छ कि हरेक चाडपर्वमा चाहिँ सबै परिवार भेला भएर रमाइलो गर्न पाइन्छौँ। नेपाल चाहिँ संस्कृतिले भरिपूर्ण भएको देश हो नि त, त्यसैले नेपाली हो भन्दा पनि म आफूलाई एकदम ब्लेस फिल गर्छु। उहाँ चाहिँ मेरो मम्मी बाबा अनि दाइ भाउजू। ढोक भेट चाहिँ माघे सङ्क्रान्तिमा मात्र नभएर बिहामा पनि आफूभन्दा सबै ठुलो मान्छेहरूलाई ढोक्ने गर्छौँ। आज म आफैसँग अलिकति बस्न चाहन्छु। निदाएको सहारामा शान्त तिमी सासँग बग्दै। अनि ऊ चाहिँ मेरो दाइको छोरा, ऊ पनि मेरो आशीर्वाद लिँदैछ। ओहो, म पनि आशीर्वाद दिने भएछु जस्तो लागिरहेको थियो। फेरि हामी धेरै आशीर्वाद थाप्नको लागि गयौँ ठुलाको घरतिर। हाम्रो घरमा भेला भएर सबैजना लाग्यौँ ठुलाको घरतिर। अनि यहाँ चाहिँ ढोक भेट हुन थालिसकेको रहेछ। मेरो बाबा र ठुलबा चाहिँ जिस्किँदै ढोक्दै हुनुहुँदो रहेछ। हाम्रो ठुलबा चाहिँ एकदम मजाकिलो हुनुहुन्छ है, मजाक गरिराख्नुहुन्छ, हँसाइराख्नुहुन्छ। अनि हाम्रो गाउँघरतिर चाहिँ यसरी बच्चाहरू घर घरमा आउँदो रहेछ। उनीहरूलाई चक्लेट, तरुल, चाकुहरू चाहिँ दिएर पठाउँदो रहेछौँ। अनि हाम्रो छोरीहरू पनि हाम्रो आशीर्वाद लिन आएको रहेछ। उनीहरूलाई पनि टिका लगाएर आशीर्वाद दियौँ। अनि ऊ चाहिँ मेरो क्युटी नातिनी। धीमे धीमे बोलिरहेछ पुराना याद। अनि हामी घर आएर सबैजना मिलेर खानाहरू खायौँ। यो मेरो सबै तरकारीहरू चाहिँ मेरो दाइले बनाउनु भएको। तामाङनीको छोरी जातले दिएको अलिकति त खानै पर्यो। अनि हामी अलिकति खाएर हाँसी मजाक रमाइलो गऱ्यौँ।